सोभियोको नाममा जुन दलहरूको यो ताण्डव भइरहेछ विश्वविद्यालयहरूमा के गर्नुभएको, आफ्नो गुट उपगुटलाई बचाउन, कोही सभापति बन्न, कोही महामन्त्री बन्न, कोही अध्यक्ष बन्न, यसरी विद्यार्थीहरूको दुरुपयोग भइरहेछ। सभामुख महोदय, विश्वविद्यालयहरूमा तालाबन्दी छ, त्यसले गर्दाखेरि 1 महिना भयो विद्यार्थीहरूले राम्ररी पढ्न नपाएको। विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गर्न एकले अर्कालाई, शिक्षा मन्त्रीले गृहमन्त्रीलाई, गृहमन्त्रीले शिक्षा मन्त्रीलाई देखाउने होइन। म यसमा प्रधानमन्त्रीजीको ध्यानाकर्षण पनि गराउँछु र भन्छु विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गरियोस्। होइन भने यहाँ एउटा रेस्लिङ म्याच खेल्नको लागि लायोस्, विद्यार्थीहरूको टाउको फुटाउने होइन, आफ्नै टाउको फुटाएर कुन गुट बलियो डिटर्मिन गर्नुहोस्। धन्यवाद। तर दिल्लीको कलकत्तामा क्लबहरूमा चाहिँ राजा वीरेन्द्रले विभिन्न थरीका आइमाईहरूसँग रसरङ्ग मचाउन थालेपछि त्यस बेलाको स्टेट्सम्यानदेखि भारतीय पत्रिकाहरूले टिप्पणी गरे के हो र नेहरूले बाध्य गरे इन्डियाको प्रधानमन्त्रीले बोले यो नेपालको राजाको तरिका ठिक